माननीय सदस्यहरू, अब माननीय प्रदेश प्रमुख श्री हरिशंकर मिश्रज्यूलाई नेपालको संविधानको धारा 184 को उपधारा 2 बमोजिम प्रदेश सरकारको आर्थिक वर्ष 2079-80 को वार्षिक नीति तथा कार्यक्रम मार्फत प्रदेश सभालाई सम्बोधन गर्न आग्रह गर्दछु। माननीय सभामुख, माननीय सदस्यहरू, संघीय लोकतांत्रिक गणतंत्र को प्रादुर्भाव पश्चात नेपाल में प्रादेशिक संरचना क्रियाशील भई स्थिरता निरंतर अग्रसर रहते आएको सुखद अनुभूति को साथ मध्य प्रदेश राजनीतिक गतिशीलता एवं सामाजिक आर्थिक प्रगति को मार्ग में अग्रसर रहेको संदर्भ में यस घरमा मैं सभालाई सम्बोधन करने पाउँदा हर्षित भएको छु। नेपाल को सार्वभौमिक सत्ता, स्वाधीनता, भौगोलिक अखंडता, राष्ट्रीय हित, स्वाभिमान, लोकतंत्र र गणतंत्र स्थापना को लागि विभिन्न कालखंड में भएको जन आंदोलन, सशस्त्र जनयुद्ध, मधेस जन विद्रोह लगायतका विभिन्न आंदोलनहरूमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने संपूर्ण ज्ञात अज्ञात वीर शहीदप्रति हार्दिक श्रद्धांजलि अर्पण गर्दछु। विगत 2 आर्थिक वर्ष में कोविड महामारीले विश्वको अर्थतन्त्रलाई प्रभावित बनाउँदा हामीले यस प्रभावको निकै सामना गर्नु परेको सर्वविदितै छ। हामी सबैको सामूहिक प्रयास, धैर्य तथा आत्मविश्वासले यस महामारीलाई परास्त गर्ने अन्तिम सीमासम्म पुग्न सफल भएको छौं। तर अझै पनि सतर्क भई अगाडि बढ्नु परेको छ। यस कारण सम्पूर्ण प्रदेशवासीलाई सावधानी अपनाउने तथा अनिवार्य रूपमा खोप लिई सुरक्षित रहन हार्दिक अनुरोध गर्दैछु। प्रदेश सरकार को आर्थिक वर्ष 2079-80 को नीति कार्यक्रम, नेपाल को संविधान, नेपाल सरकार को आर्थिक नीति, नेपाल सरकार को 15औं आवधिक योजना तथा विभिन्न दीर्घकालीन क्षेत्रगत नीतिहरू, दिगो विकास को लक्ष्यहरू लगायतका नेपाल सरकारले अन्तर्राष्ट्रिय स्तरमा गरेको प्रतिबद्धताहरू, प्रदेश सरकार को प्रथम पञ्चवर्षीय योजना, प्रदेश प्रायोजित मध्यकालीन खर्च संरचना र प्रदेश सरकारले आगामी आर्थिक वर्ष को नीति तथा कार्यक्रम तर्जुमा को लागि प्राप्त गरेको सुझाव तथा मध्य प्रदेश को प्रादेशिक आकांक्षा र समृद्धि का प्राथमिकता हासिल गर्ने दिशा परिलक्षित गरिएको छ। यस नीति तथा कार्यक्रमले मानवीय क्षमता विकास, पूर्वाधार निर्माण, उद्यमशीलता र रोजगारी, अभिवृद्धि, गरीबी न्यूनीकरण, दिगो विकास तथा पर्यावरण संरक्षण तथा सुशासन को प्रत्याभूतिलाई प्राथमिकतामा राखेको छ। प्रदेश को प्रथम पञ्चवर्षीय योजना को आगामी वर्ष मध्यावधि समीक्षा गर्नेछ। प्रदेश सरकार को स्थापना पश्चात 4वटा नीति तथा कार्यक्रम प्रस्तुत भइसकेको सन्दर्भमा विगतका नीति तथा कार्यक्रमहरूको समीक्षा गर्दै आगामी वर्षभित्र कार्यान्वयन गर्न सक्ने र ठोस नतिजा प्राप्त हुन कार्यक्रमहरूको तर्जुमा गरी कार्यान्वयन गर्न जोड दिनेछ। कोभिड-19 महामारीले अर्थतन्त्रमा पारेको नकारात्मक प्रभावबाट मुक्त हुन नपाउँदा अन्तर्राष्ट्रिय स्तरमा उत्पन्न भए भू-राजनीतिक सङ्कटले नेपालको अर्थतन्त्रमा नकारात्मक असर पारेको कठिन परिस्थितिमा समेत प्रस्तुत नीति तथा कार्यक्रमले उक्त अवसरलाई न्यूनीकरण गर्दा उत्साहजनक आर्थिक वृद्धि दर हासिल गर्ने लक्ष्य लिएको छ। यसको लागि स्रोत साधनको दक्षतापूर्ण प्रयोग गर्नेको साथ निजी लगानीलाई प्रोत्साहन गर्नेछ। सार्वजनिक क्षेत्रको अनुत्पादित खर्चलाई निराश्रित गर्दै उत्पादनशील क्षेत्रको लगानी गर्ने प्रोत्साहन गर्ने नीति लिएको छ। यसको लागि अनुत्पादित क्षेत्रमा बजेट विनियोजन गर्ने छैन। प्रदेश को आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व संबंधी कानूनमा समसामयिक परिमार्जन गरी सार्वजनिक खर्च प्रणालीलाई थप पारदर्शी र जवाबदेही
दिनेछ र वित्तीय अनुशासन कायम गर्नेछ। चालू खर्चलाई पुँजीगत खर्चसँग आबद्ध गरी गैर बजेटरी खर्च न्यूनीकरण गर्नेको साथ अबन्डा रकम कानुनले अनिवार्य गरेको बाहेक राख्ने पाइने छैन। आयोजनाहरूलाई प्रादेशिक आयोजना बैंकमा अनिवार्य रूपमा प्रविष्टि गरी प्रादेशिक आवश्यकता, क्षेत्रगत सन्तुलन एवं समन्वयिकताको सिद्धान्त अनुरूप बजट विनियोजन गरी अपेक्षित प्रतिफल हासिल गर्नेछ। प्रदेश आयोजना बैंकमा पाइएकाहरूको पहुँच बढाउने, स्थानीय तहहरूको विकासमा महत्त्वपूर्ण योगदान दिन सक्ने योजनाहरू समावेश गरी स्रोत र साधनले व्ययसम्म स्थानीय तहहरूको समन्वय र सहकारमा प्रादेशिक योजना सञ्चालन गर्नेछ। 11 उच्च स्तरीय बहुआयामिक गरिबीको अध्ययन मध्य प्रदेश सरकार तथा स्थानीय तहहरूको संस्थागत क्षमता सहभागितामा लगानी सम्मेलन गरी प्रदेशमा द्रुत गतिमा लगानी भित्र्याए उत्पादकता अभिवृद्धि गर्दै थप रोजगारी सृजना गर्नेछ। प्रदेशको समग्र आर्थिक गतिविधिहरूलाई प्रोत्साहन हुने गरी आन्तरिक राजस्व नीति परिचालन गर्नेछ। प्रदेश राजस्व प्रशासनलाई संस्थागत सुदृढीकरण गर्नेको लागि राजस्व सम्बन्धी कानुन तजुर्मा, प्रादेशिक संगठन ढाँचा निर्माण, जनशक्तिको क्षमता विकास र सूचना तथा सञ्चार प्रणालीको अवलम्बन गर्नेछ। प्रतिष्ठान, बोर्ड जस्ता निकायहरूको उद्देश्य र कार्य प्रकृतिको विश्लेषण गरी समान उद्देश्य र एकै प्रकृतिको काम गर्ने निकायहरूको एकीकरण गर्नेछ। साथै नियमित संरचनाबाट नै सम्पादन हुने कामहरूको लागि आर्थिक व्यवहार पर्ने गरी थप निकायहरूको स्थापना नगर्ने नीति लिनेछ। प्रदेशको क्षेत्राधिकारभित्र रहेको वित्तीय तथा बीमा सम्बन्धी संस्थाहरूको दर्ता, नवीकरण, नियमन एवं समन्वयको लागि आवश्यक नीतिगत कानुन र संस्थागत संरचनाको निर्माण गर्नेछ। प्रेरणाबाट अर्जित रकमलाई उत्पादित मूलक क्षेत्रमा लगानी गर्ने लक्षित समूहमा उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नेछ। नवप्रवर्तन र परम्परागत ज्ञानको उपयोग हुने गरी प्रदेशमा उद्यमशीलता निर्माण गर्ने आवश्यक पुँजी, प्रविधि तथा सिप हस्तान्तरणको नीति लिनेछ। प्रदेशमा लगानी प्रबद्ध गर्नेको लागि लगानी प्रक्रियालाई सहजीकरण र नियमन गर्ने प्रादेशिक लगानी सेवा केन्द्र गठन गर्नेछ। प्रादेशिक अस्थायी राजधानीको अपेक्षित संरचना निर्माण कार्यलाई प्राथमिकतामा राखी यस वर्षदेखि निर्माण कार्य प्रारम्भ गर्नेछ र उक्त कार्यक्रम सम्पादनार्थ संघीय सरकारसँग अनुदान प्राप्तिको लागि सघन रूपमा गिरिकाट गर्ने समन्वय गर्नेछ। माननीय सदस्यहरू, मध्य प्रदेशको समष्टिगत कृषि क्षेत्रको सम्भावना विकास तथा प्रवर्धनका लागि गुरु योजना तयार गर्नेछ। जैविक विविधताको संरक्षण, संवर्धन, दिगो व्यवस्थापन एवं उपयोगको लागि आवश्यक रणनीतिहरू तयार गरी कार्यक्रम सञ्चालन गर्नेछ। स्थानीय मौलिक ज्ञान र प्रविधिको संरक्षण तथा संवर्धन गर्नेछ। कृषि क्षेत्रको उत्पादन तथा उत्पादक अभिवृद्धिको लागि निर्वाहमुखी खेती प्रणालीलाई व्यावसायिक खेती प्रणालीमा रूपान्तरण गर्नेछ। किसानलाई प्रत्यक्ष लाभ हुने गरी समयमा मल, उन्नत बीज बिजन, प्राविधिक सेवा तथा अन्य आवश्यक सामग्रीहरूको उपलब्धताको सुनिश्चित गर्नेको साथ वस्तुपरक आधारमा अनुदान सहयोग उपलब्ध गराउनेछ। कृषिलाई प्रविधि भित्री व्यावसायिक उच्च प्रतिफलदायी एवं मर्यादित पेशाको रूपमा रूपान्तरण गर्नेछ। कृषि उपजहरूको उत्पादन, प्रशोधन र भण्डारमा सहयोग पुर्याउने स्क्रिन हाउस, भण्डारगिरी, बिउ प्रशोधन केन्द्र निर्माण गर्नेछ। मधेश कृषि विश्वविद्यालयको नेतृत्वमा कृषि तथा पशु सेवा क्षेत्र अध्ययनरत स्नातक व स्नातकोत्तर तहको प्राविधिक
जनशक्तिलाई स्थानीय तहसँग समन्वय गरी किसानसम्म प्रविधि हस्तान्तरणको लागि कार्य प्रशिक्षणमा संलग्न गराइनेछ। दिगो कृषि प्रणाली कायम राख्ने कृषि उपज र माटो लगायतका उत्पादनका साधनहरू गुणस्तर परीक्षण गर्ने प्रयोगशालाहरूको निर्माण र सुदृढीकरण गर्नेछ। कृषि बाली तथा पशुपक्षीहरूको रोग कीड़ा रोकथाम र नियन्त्रणको लागि 8वटा जिल्लामा दक्ष प्राविधिक सम्मिलित सहायता कक्ष मार्फत हटलाइन सेवा सञ्चालनमा ल्याइनेछ र आवश्यकता अनुरूप किसानको घर देउलोसम्म प्राविधिक सहयोग उपलब्ध गराइनेछ। मुख्यमन्त्री किसान उत्थान कार्यक्रम मार्फत दुग्ध तथा मासु जन पदार्थ र कृषि उत्पादनमा आत्मनिर्भर हुने आवश्यक नीतिगत कानुन संस्थागत संरचनाहरू निर्माण गरी कार्यान्वयनमा ल्याउनेछ। पशुको उत्पादन र उत्पादक तत्व अभिवृद्धिको लागि नस्ल सुधार कार्यक्रम, अनुवांशिक स्रोतको संरक्षण, नवीनतम नस्लहरूको आयात तथा प्रवर्धन गर्ने सङ्घीय सरकार र स्थानीय तहहरूसँग समन्वय र सहकारमा कृत्रिम गर्भाधान केन्द्र स्थापना गरी सञ्चालन गर्नेछ। प्रदेशभित्रका प्रत्येक वडामा पालिका तथा निजी क्षेत्रहरूसँग सहकारमा एक-एकजना एग्रोभेट प्राविधिक परिचालन गरी पशु स्वास्थ्य सेवा घर दौरोसम्म पुगाउनेछ। कृषि योग्य बाँझो जग्गालाई उपयोगमा ल्याउने सामूहिक वा सहकारी कृषि प्रणाली अवलम्बनमा जोड दिनेछ तथा बगर खेतीलाई प्रोत्साहित गर्नेछ। कृषि सिँचाइ परियोजनाको लागि नेपाल विद्युत प्राधिकरणसँग समन्वयमा कृषि विद्युतीकरण गर्ने पहल गर्नेछ र जडान गरिएका सिँचाइ मिटरको शुल्कमा 25% अनुदान दिने व्यवस्था गर्नेछ। प्रदेश स्तरीय सहकारीहरूलाई सुव्यवस्थित गर्ने सरकारवालाहरूको परामर्शमा प्रादेशिक सहकारी प्रवर्धन नीति तर्जुमा गरी कार्यान्वयन गर्ने आवश्यक कानुन र संस्थागत संरचना निर्माण गर्नेछ। निजी सहकारी सार्वजनिक तथा गैर सरकारी क्षेत्र समेतको समन्वय र सहकारमा प्रदेशको प्रत्येक जिल्लामा कम्तीमा एउटा नमुना एकीकृत जैविक फार्मको विकास गर्नेछ र सो प्रविधिलाई क्रमशः विस्तार गर्दै लग्नेछ। कृषि तथा पशु क्षेत्रमा हुन सक्ने जोखिमलाई न्यूनीकरण गर्ने कृषि तथा पशु सेवा बीमा नमुनाको रूपमा केही स्थानीय तहमा लागू गर्नेछ र सोको प्रतिफलको आधारमा क्रमशः विस्तार गर्ने नीति अवलम्बन गर्नेछ। कृषिलाई प्रवर्धन गर्ने सिंचाई में लगानी किसान को खुशहाली नारालाई सार्थक बनाओस्। सतह सिंचाई, मझौला सिंचाई प्रणाली तथा भूमिगत सिंचाई प्रणालीलाई अझ सघनताको साथ अगाडि बढाइनेछ। भूजल स्तरमा भइरहेको ह्रासलाई भूमिगत पुनर्भरण ग्राउन्ड वाटर रिसर्च गर्ने अध्ययन अनुसन्धान गरी सोको प्रतिवेदनको आधारमा व्यवस्थापन कार्यलाई प्राथमिकता साथ कार्यान्वयन गर्नेछ। माननीय सदस्यहरू, वन तथा वातावरण क्षेत्रको समृद्धिगत दिगो विकास, संरक्षण, संवर्धन, उचित व्यवस्थापन र सदुपयोगको लागि मध्य प्रदेशको वन तथा वातावरण गुरु योजना तर्जुमामा गरी कार्यान्वयनमा ल्याइनेछ। नदी नियन्त्रण, पहिरो तथा भूक्षय नियन्त्रणको लागि विभिन्न सरकारवालाहरूसँग समन्वय र सहकारमा जलाधार व्यवस्थापन प्रणाली लागू गर्नेछ। सकेसम्म स्थानीय स्रोत साधन र जैविक अभियान्त्रिक विधिको समुचित प्रयोगको माध्यमबाट कम लागतमा संरचना निर्माण गरी दिगो नियन्त्रण प्रणालीको नीति लिनेछ। साझेदारी वन, सामुदायिक वन, सरकारद्वारा व्यवस्थित वन, चक्ला वन, सार्वजनिक वन र कृषि वन लगायतका वनहरूको दिगो व्यवस्थापन गरी वन जन उद्यम विकास कार्यक्रम मार्फत वन क्षेत्रबाट उल्लेखनीय रोजगारी र आय अर्जनको अवसर सृजना गर्नेछ। समृद्धिको लागि वन कार्यक्रम कार्यान्वयनमा ल्याइनेछ। राष्ट्रिय वनको उत्पादन तथा
तत्व अभिवृद्धि को लागि आवश्यक वन व्यवस्थापन पद्धति अवलम्बन गर्नेछ र सोबाट प्राप्त हुने वस्तुलाई न्यायोचित व्यवस्थापन मिलाइनेछ। जहाँ बाटो तहाँ रुख, जसले ल्याउँछ परम सुख को नारालाई चरितार्थ गर्ने स्थानीयहरूको समसमन्वय र सहकारमा सडक किनारामा बिरुवा रोपु हरियाली प्रवर्धन गर्नुको साथ ग्रामीण तथा शहरी वन विकासमा जोड दिनेछ। व्यवसायीकरण हुन सक्ने जडीबुटी एवं गए काठ वन पैदावारहरूको पकेट क्षेत्र पहचान गरी खेती प्रविधिको विकास विस्तार र जडीबुटी प्रशोधन केन्द्रको स्थापना गर्नेछ। प्रदेशलाई हरित प्रदेश बनाउने, विभिन्न वनजन र फलफुल प्रजातिहरूको बहुवर्षीय बिरुवाहरू उत्पादन गर्ने प्रत्येक जिल्लामा स्थापित हाईटेक नर्सरीलाई व्यवस्थित गर्नेछ। निजी क्षेत्रलाई निजी नर्सरी स्थापना गरी बिरुवाहरू उत्पादन गरी वृक्षारोपणको लागि प्रोत्साहित गर्नेछ। एक व्यक्ति एक बिरुवा औद्योगिक कोरिडोर हरियाली कार्यक्रम स्वस्थ जीवनको लागि वृक्षारोपण कार्यक्रमहरू सञ्चालन गर्नेछ। सागरमाथा वन परियोजनाभित्र वनको संरक्षण, संवर्धन र दिगो व्यवस्थापनको लागि अध्ययन अनुसन्धानका कार्यक्रम सञ्चालन गर्नेछ। प्रदेश अन्तर्गत रहेको जैविक विविधताको दृष्टिकोण महत्त्वपूर्ण वन क्षेत्र, सिमसार क्षेत्र वा अन्य भौगोलिक क्षेत्रलाई पर्यावरणीय हिसाबले हटस्पट घोषणा गरी व्यवस्थापन गर्ने विशेष कार्यक्रम ल्याइनेछ। निजी, सार्वजनिक तथा नदी उकासका जग्गाहरू र विद्युत प्रसारण लाइनभित्र पर्ने वन क्षेत्रमा समेत पर्यटनको लागि इको पार्क तथा जडीबुटी खेतीलाई प्रवर्धन गर्नेछ। काठ जन पदार्थको माग र आपूर्ति बीच सन्तुलन कायम गर्ने र वन पैदावारमा आधारित उद्यम विकासको लागि प्रदेशमा निजी वनको विकास, संरक्षण तथा व्यवस्थापन गर्ने विशेष कार्यक्रम सञ्चालन गर्नेछ। मानव वन जन्तु सह अस्तित्व कायम गर्ने गरी जैविक मार्गको पहचान, व्यवस्थापन र क्षति न्यूनीकरण गर्ने कार्यक्रम सञ्चालन गर्नेछ। पर्सा कोशी जोड्ने जैविक मार्गको जोखिमयुक्त क्षेत्रहरूको नक्साङ्कन र व्यवस्थापनको लागि स्थानीय तह र समुदाय सङ्घको सहकारमा कार्यक्रम ल्याइनेछ। अतिक्रमित क्षेत्र र वन जन्तु हटस्पटहरूको तथ्याङ्क सङ्कलन र इन्भेस्टमेन्ट तयार गरी डिजिटल डाटाबेस तयार पारी नियन्त्रण र व्यवस्थापन योजना बनाने कार्यान्वयन गर्नेछ। सङ्घ, प्रदेश र स्थानीय तहको समन्वय र सहकारमा चुरेको संरक्षण र संवर्धनको लागि मौजूदा भू तथा जलाधार व्यवस्थापन कार्यालयहरूको सङ्गठन र कार्यक्रमलाई पुनः संरचना गरी प्रदेश सरकारको चुरे जगाओ मधेस बचाओ अभियानलाई मूर्त रूप दिनेछ। प्रदेशभित्रका जिल्लाका सदरमुकामहरूलाई हरित सहर, स्वच्छ सहरको रूपमा विकसित गर्ने सघन कार्यक्रम सञ्चालन गर्नेछ। चुरे जलाधारको उपल्लो तट र प्रभावित तल्लो तटबीचको अनुसरित सम्बन्ध कायम गर्ने नदी प्रणालीमा आधारित योजना तजुर्मादेखि कार्यान्वयनसम्म सङ्घ, प्रदेश र स्थानीय तहबीचको सहकार र समन्वय गर्ने रणनीति लिएको छ। नदी नालाहरूबाट ढुङ्गा, गिटी, बालुवाको अव्यवस्थित र अत्यधिक दोहनलाई नीतिगत तवरबाट व्यवस्थित गर्नेछ र चुरे क्षेत्रमा जलाशय निर्माण तथा मर्मत सम्हार गरी माटो कटान कार्यलाई नियन्त्रण, पुनर्भार र भूमिगत जलस्तर ग्राउन्ड वाटर लेभललाई उठाउने कार्य गर्नेछ। जलवायु परिवर्तन अनुकूलन सम्बन्धी कार्यक्रमहरू कार्यान्वयन गर्नेछ। पारिस्थितिकीय तथा पर्यटकीय महत्त्वको सिमसार जलाशय, ताल, पोखरी लगायत चुरेको फेदीमा रहेका सरकारी र सार्वजनिक जग्गामा वन जन्तुको संरक्षण र पर्यटन विकास गर्ने वृक्षारोपण पार्क निर्माण, जलाशय र भल पानी सङ्कलन, पोखरी निर्माण,
श्रीग्राम नियन्त्रण सिमसार पुनरुत्थान जस्ता कार्यक्रमहरू सञ्चालन गर्नेछ। औद्योगिक विकासको प्रक्रियालाई गतिशील, व्यवस्थित र नियमित गर्ने, प्रादेशिक औद्योगिक व्यवसाय, प्राइभेट फर्म रजिस्ट्रेसन ऐन तथा नियमावलीको तर्जुमा गर्ने, वीरगंजमा औद्योगिक विभागको स्थापना गर्नुको साथ एकल बिन्दु सेवा केन्द्रको माध्यमबाट प्रदेश सरकारको कार्यक्षेत्रभित्र पर्ने उद्योग दर्तादेखि उद्योग खारिजसम्मको आवश्यक सम्पूर्ण सेवाहरू एकै स्थलबाट प्रदान गर्ने नीति लिनेछ। स्थानीय कच्चा पदार्थमा आधारित लघु, घरेलु, साना तथा मझौला उद्योगहरूलाई प्रवर्धन गर्नेछ। मूल श्रृङ्खलामा आधारित उद्यमशील र उत्पादनशील संस्कृतिको विकास गरी लघु तथा साना उद्योगहरूको मझौला तथा ठुला उद्योगहरूसँग अग्र तथा पृष्ठ सम्बन्धी काम गर्नेछ। घरेलु तथा साना उद्योगहरूको प्रवर्धन गर्ने विभिन्न सरकारवालाहरूको सहयोगमा सीप तथा उद्यमशीलता विकास, तालिम, सूचना तथा प्रभाव प्रविधि हस्तान्तरण, लगानी मैत्री वातावरणको निर्माण, औद्योगिक मेला एक्सपो सञ्चालन गर्नेको साथ उद्यमीहरूको लागि सहुलियतपूर्ण ऋणको लागि सहजीकरण गर्नेछ। प्रदेशमा लगानीको माध्यमबाट पुँजी तथा बौद्धिक सम्पत्तिको उत्पादकमूलक क्षेत्रमा प्रयोग गरी स्वरोजगारका अवसर सृजना गर्ने प्रोत्साहित गर्नेछ। लगानी मैत्री औद्योगिक वातावरण निर्माण गर्ने उद्योग र व्यापारिक प्रक्रियाहरूलाई सरलीकृत, पारदर्शी एवं विश्वसनीय बनानेछ। यसको लागि प्रदेश सरकारको नीति, नियम र कार्यशैलीमा समसामयिक परिमार्जन, बजारको उपलब्धता, प्रतिस्पर्धाको स्वरूप, वित्त मजदूर सम्बन्धी श्रम, उत्पादकता, औद्योगिक पूर्वाधारको अवस्था, दक्ष जनशक्तिको उपलब्धता, नवीनतम प्रविधिक उपयोग, कच्चा पदार्थको भण्डारण, तुलनात्मक लाभको क्षेत्रहरूको पहचान गरी यथार्थ परक र व्यावहारिक कार्यनीतिक योजना बनाने कार्यक्रम सञ्चालन गर्नेछ। प्रादेशिक पर्यटन पूर्वाधार आन्तरिक पर्यटकको आधार भन्ने नारालाई सार्थक तुल्याउने प्राथमिकताका साथ प्रादेशिक महत्त्वका धार्मिक, सांस्कृतिक, ऐतिहासिक र प्राकृतिक पर्यटकीय उत्पादनलाई विकास र प्रवर्धन गर्ने दीर्घकालीन नीति लिनेछ। मध्य प्रदेशको समृद्धिको मूल आधार मध्ये पर्यटन पनि एक रहेकोले पर्यटन क्षेत्रको विकास र प्रवर्धनका लागि प्रदेश गुरु योजना निर्माण गरी प्रत्येक जिल्लामा न्यूनतम एक पर्यटकीय गन्तव्य स्थलको विकास गर्नेछ। दुधमती, महेन्द्रनगर करिडोर लगायत धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्नेछ। पर्सा जिल्लाको प्रसिद्ध बौद्धिक धार्मिक स्थल भिसवा मठलाई वीरगञ्ज महानगरपालिकाको सहकारमा धार्मिक पर्यटकीय गन्तव्य स्थलको रूपमा विकास गर्नेछ। मुखियापट्टी मुसर्निया गाउँपालिका स्थित रहेको नेपालको सबैभन्दा होचो स्थलको सौन्दर्यीकरण एवं विकास गर्नेछ र सोही गाउँपालिकाको तुलसियाही स्थित पौराणिक लक्ष्मीनारायण मठको संरक्षण र संवर्धनको लागि पालिकासँग सहकारमा कार्यक्रम सञ्चालन गर्नेछ। दिगो पर्यटन विकासको लागि पर्यटन सम्बन्धी प्रदेश स्तरीय कानुन र संस्थागत संरचना निर्माण गर्नेछ। पर्यटन सम्बन्धी गतिविधि सञ्चालन गर्ने प्रदेशमा कम्तीमा 3 वटा पर्यटन कार्यालयहरू स्थापना गर्नेछ। पर्यटकीय विशेष गन्तव्यको रूपमा हरित पैदल मार्ग, पर्यटकीय हरित उद्यानको निर्माण गर्नेछ। धौंसा धाम संरक्षित वनलाई प्रदेशकै लागि गौरव हुने जैविक पार्क तथा वन जन्तु उद्धार केन्द्रको रूपमा विकास गर्नेछ।
धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्धन एवं विकास को लागि भारत सरकार को रामायण सर्किट कार्यक्रम संघ तदात्म्यता मिलाई पर्यटन प्रवर्धन को कार्यक्रम संचालन गर्नेछ। पर्सा राष्ट्रिय निकुञ्ज र कोशी टापू वन जन्तु आरक्षणलाई वन जन्तु र पक्षी अवलोकन जंगल सफारी लगायतका क्रियाकलापको गन्तव्यको रूपमा विकास गर्ने आवश्यक सहयोगको दायरालाई फराकिलो बनाई पर्यावरणमा जोड दिनेछ। निजी क्षेत्रको नेतृत्वमा कृषि पर्यटन पर्यटन र सामुदायिक पर्यटन प्रवर्धनको लागि नीतिगत सुधार पूर्वाधार निर्माण र जनशक्ति विकास तथा क्षमता अभिवृद्धिको कार्यक्रम सञ्चालन गर्नेछ। पालिकाहरूको समेत सहभागितामा दिगो रूपमा पर्यटन उत्पादन प्रवर्धन र पर्यटकीय आय वृद्धिको लागि पर्यटन पूर्वाधार निर्माणमा जोड दिनेछ। माननीय सदस्यहरू, कोभिड-19 लगायतका अन्य महामारीहरूको रोकथाम नियन्त्रण तथा बिरामीलाई यथोचित उपचारको लागि आवश्यक परेमा प्राविधिक जनशक्ति स्वयंसेवक औषधि यन्त्र तथा उपकरणहरूको खरिद र प्रयोग तथा सामुदायिक स्तरसम्म सेवा प्रदान गर्नको लागि प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा संलग्न सम्पूर्ण सरोकारवालाहरूसँग समन्वय र सहकार गरी कार्यक्रम सञ्चालन गर्नेछ। संघीय सरकार स्थानीय तह एवं सरकारवालाहरूसँग समन्वय गरी साझेदारीमा पूर्ण सुरक्षित मातृत्व प्रदेश, पूर्ण खोप युक्त प्रदेश र मुक्त प्रदेश बनाउने प्रदेश सरकारको प्रतिबद्धता रहनेछ। बिरामीहरूलाई स्थानीय स्तरमा स्वास्थ्य सेवा उपलब्ध गराउने टोल क्लिनिक सेवा सञ्चालन गर्नेछ। टोल क्लिनिक वा अस्पतालबाट शल्यक्रियाको लागि सिफारिस भएको तर विभिन्न आर्थिक अवस्थाको कारण अस्पतालसम्म पुग्न नसकेको प्रदेशका गरिब नागरिकहरूलाई अस्पतालसम्म ल्याई उपचार सुविधा उपलब्ध गराउने नीति अंगीकार गर्नेछ। गरीब नागरिकको द्वारा आफ्नो स्वास्थ्य द्वारा उपचारमा गर्ने खर्चलाई न्यूनीकरण गर्ने आवश्यक नीतिगत सुधार गरी कार्यक्रमहरू सञ्चालन गर्नेछ। स्वास्थ्य सेवालाई जनस्तरसम्म पुगाउने स्वास्थ्य सुधार योजनाको रूपमा पालिकाहरूसँग समन्वय र सहकारमा उपलब्ध स्रोत साधन व्ययसम्म स्वास्थ्य केन्द्रहरूमा कम्तीमा एक जना एमबीबीएस चिकित्सकको सेवा उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकलाई सर्वसुलभ रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने सरकारी अस्पतालहरूमा बिरामी दर्ता गर्दा शुल्क नलाग्ने तथा प्रादेशिक ल्याबहरूमा परीक्षण गराउँदा लाग्ने शुल्क 90% छुट प्रदान गर्नेछ। साथै ज्येष्ठ नागरिकहरूको लागि घर घरमा ल्याउने जाँचको नमुना सङ्कलन गर्ने कार्य सञ्चालन समेत गर्नेछ। नसर्ने प्राणघातक तथा जटिल रोगको उपचारमा पहुँच पुगाउने सहयोगको कार्यक्रमहरू सञ्चालन गर्नेछ। यस्तो कार्यक्रमहरू सञ्चालन गर्दाखेरि सङ्घीय सरकारबाट प्राप्त सहयोग अनुदानलाई समेत आधार लिनेछ। स्थानीय तहहरूको सिफारिसमा विपन्न वर्गलाई प्रदेश सरकारको मातहतका सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था मिलाइनेछ। रक्तचाप, मधुमेह तथा अन्य नसर्ने रोगको प्राथमिक परीक्षण तथा सचेतना वृद्धिको लागि पालिकाहरूसँगको सहकारमा मुख्यमन्त्री घर ढेलो स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गर्नेछ। मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सक शिक्षाको अध्ययन अध्यापन कार्य प्रारम्भ भएको विदितै छ। यस प्रतिष्ठानलाई प्रादेशिक गौरवको आयोजनाको रूपमा विकसित गर्ने गुरु योजना बनाई कार्यक्रम कार्यान्वयन गर्न लगिनेछ।
प्रतिष्ठानमा विशिष्टकृत सेवाहरू प्रदान गर्दै हृदय रोग, क्यान्सर, जेरियाट्रिक तथा मानसिक रोगहरू उपचार, संस्थागत सुधार, जनशक्ति प्रबन्धन एवं आवश्यक पूर्वाधारहरूको निर्माण गर्नेछ। महोत्तरी जिल्लाको पिपरा गाउँपालिका लगायतका अनस्थापित स्वास्थ्य सेवा केन्द्रको भौतिक संरचना निर्माण भए पनि हालसम्म सञ्चालनमा नआएकोले मध्य स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेटेलाइट अस्पतालको रूपमा सञ्चालन गर्नेछ। धनुषाको नगरायनमा शहीद दुर्गानन्द झाको नाममा बाल अस्पताल सञ्चालन गर्नेछ। प्रदेश जन स्वास्थ्य प्रयोगशाला मार्फत 8 जिल्लामा रहेको विभिन्न स्वास्थ्य प्रयोगशालाहरूको सुदृढीकरण तथा गुणस्तर अभिवृद्धिको लागि पूर्वाधार निर्माण, थप जनशक्ति र उपकरणको व्यवस्था गर्नेछ। स्वास्थ्य सामग्रीको पहुँच तथा उपलब्धताको लागि प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रलाई सुदृढ गर्ने, जीव चिकित्सा यन्त्र, बायोमेडिकल इन्जिनियरिङ प्रयोगशाला स्थापना तथा ब्लड बैंक सेवालाई आधुनिकीकरण गर्नेछ। प्रादेशिक अस्पताल र स्वास्थ्य कार्यालयहरूमा औषधि उपकरण भण्डारण गर्नेको लागि भण्डारणकरण कक्ष निर्माण गर्नेछ। प्रदेशभित्रका सबै अस्पताल र स्वास्थ्य सेवा केन्द्रहरूले प्रदान गर्ने स्वास्थ्य सेवाहरूको न्यूनतम मापदण्ड तोकी सोको पालनाको लागि नियमित अनुगमन गर्नेछ। स्वास्थ्य सेवालाई थप विस्तार गर्ने, आयुर्वेद, योग, होमियोपैथी तथा अन्य वैकल्पिक उपचार पद्धतिको सुरुवात तथा विस्तार गर्नेछ र सोको लागि चाहिने आवश्यक जनशक्ति उपकरणको व्यवस्था गर्नेछ। प्रादेशिक अस्पताल जलेश्वर र लाहानको बेड क्षमतालाई क्रमिक रूपमा 50 शय्यासम्म विस्तार गरी विशिष्टाकृत सेवा प्रदान गर्नेको लागि क्षमता अभिवृद्धि, संस्थागत सुधार तथा जनशक्ति व्यवस्थापनको कार्यक्रमों सञ्चालनमा जोड दिनेछ। एक स्पोर्ट सङ्कट व्यवस्थापन केन्द्र OCMC प्रभावकारी रूपमा सञ्चालनमा ल्याइनेछ र स्वास्थ्य संस्थाहरूमा स्तनपान केन्द्र स्थापना गर्नेछ। मलेरिया, फाइलेरिया, कालाजार, क्षयरोग, कुष्ठरोग, डेङ्गु लगायतका रोगहरूको रोकथाम, नियन्त्रण एवं निवारणका लागि नियमित प्रभावकारी कार्यक्रमहरू सामुदायिक स्तरमा सञ्चालन गर्नेछ। सर्पदंश उपचारको प्रयोगमा एन्टिस्किन भेनस उत्पादन गर्ने सम्भाव्यता अध्ययन गरी लागत लाभ समेतको विश्लेषणको आधारमा उपयुक्त देखिएमा भेनम उत्पादनको लागि चरणबद्ध रूपमा आवश्यक पूर्वाधारहरू प्रदेश जनस्वास्थ्य प्रयोगशाला मार्फत निर्माण गर्नेछ। मध्य प्रदेश सरकारद्वारा स्थापित विश्वविद्यालयहरूको कानुनी र संस्थागत सुधार गर्ने, आवश्यक पूर्वाधार निर्माणमा जोड दिनुको साथ प्राविधिक शिक्षाको सुरुवात यसै वर्षबाट गर्ने, सामुदायिक महाविद्यालयहरूको शैक्षिक गुणस्तर अभिवृद्धिको लागि वस्तुपरक मापदण्ड निर्धारण गरी नतिजामा आधारित सहयोग कार्यक्रम सञ्चालन गर्नेछ। प्रदेशमा रहेको जनसाङ्ख्यिक लाभांशक उपयोग गरी स्वदेश तथा विदेशमा समेत रोजगारीको अवसर सृजना गर्ने, व्यावसायिक तथा प्राविधिक क्षेत्रमा अर्धदक्ष तथा दक्ष जनशक्ति उत्पादन गर्ने, आवश्यक नीतिगत कानुन, संस्थागत व्यवस्था सहितको प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नेछ। मटिहानी संस्कृत विश्वविद्यालयलाई संस्कृत विषयक अन्तर्राष्ट्रिय स्तरको अध्ययन र अनुसन्धान केन्द्रको रूपमा विकसित गर्ने तथा मटिहानीलाई सांस्कृतिक सहरको रूपमा विकास गर्ने आवश्यक पूर्वाधार, कानुनी व्यवस्था र संस्थागत व्यवस्था गर्नेछ।
प्रत्येक जिला का एक एक विद्यालयलाई नमूना विद्यालयको रूपमा विकास गर्ने, राष्ट्रिय स्तरमा ख्याति प्राप्त विद्यालयहरूसँग व्यवस्थापिका सम्झौता गर्नेछ। आवश्यकता अनुसार भौतिक तथा सामाजिक पूर्वाधार निर्माण एवं क्षमता विकास कार्यक्रमहरू सञ्चालन गर्नेछ। नागरिकको गुणस्तरीय शिक्षाको हकलाई आत्मसात गर्दै प्रदेशभित्र रहेका विद्यालयहरूको भौतिक तथा अन्य पूर्वाधारहरूलाई क्रमिक रूपमा विकास गर्दै लग्नेछ। साथै विद्यालय शिक्षामा नवीनतम सूचना प्रविधिका स्थानीय भाषाहरूको प्रयोग गरी टेली शिक्षा प्रणालीको सुरुवात गर्नेछ। गुणस्तरीय शिक्षाको लागि सङ्घीय सरकार र स्थानीय तहहरूको समन्वय तथा सहकारमा शिक्षकहरूको क्षमता वृद्धि कार्यक्रम सञ्चालन गर्नेछ। शिक्षाको गुणस्तरीय अभिवृद्धि गर्ने योगदान दिनु भएको शिक्षकहरूको कदर गर्दा वस्तुपरक आधारमा प्रत्येक वर्ष 24 जना शिक्षकहरूलाई मधेस शिक्षा सेवा पुरस्कार मार्फत सम्मान गर्नेछ। प्रदेशभित्रका सबै विद्यालयहरूको खानेपानी सरसफाइ स्वच्छताको लागि अनलाइन डाटाबेस तयार गर्नेछ र सोको लागि आवश्यक पूर्वाधार निर्माणतर्फ क्रमशः कार्यान्वयन गर्नेछ। बाल विकास नीति रणनीति तर्जुमा गरी कार्यान्वयन गर्नेछ। विद्यालय भर्ना कार्यक्रमलाई अभियानको रूपमा सञ्चालन गर्ने अभिभावकहरूलाई अभिप्रेरित गर्नेछ। प्रत्येक गाउँपालिकाको एक प्राथमिक विश्वविद्यालय प्रदेश शिक्षकको व्यवस्था गरी शिक्षाको गुणस्तर र पहुँचमा अभिवृद्धि ल्याइनेछ। विद्यालय छाड्ने दरलाई न्यूनीकरण गर्ने अभिभावक तथा सरोकारवालाहरूसँग नियमित रूपमा अन्तर्क्रिया कार्यक्रम सञ्चालन गर्नेछ। सामाजिक रूपान्तर तथा लैङ्गिक शक्तिकरणको लागि मुख्यमन्त्री बेटी पढाओ बेटी बचाओ अभियान अन्तर्गत छोरी बीमा, छात्रवृत्ति, लोकसेवा आयोगको तयारी कक्षा, साइकिल वितरण लगायतका छोरीमाथि समाजमा रहेको भेदको अन्तको लागि विभिन्न कार्यक्रमहरू सञ्चालन हुँदै आइरहेको छ। यस कार्यक्रमलाई निरन्तरता दिँदै यस अभियान अन्तर्गत कक्षा 8 मा अध्ययनरत छात्राहरूलाई साइकिल खरिदको लागि सम्बन्धित विद्यालयमा अनुदान रकम उपलब्ध गराइनेछ। यस्तै प्रदेशका सामुदायिक विद्यालयहरूमा कक्षा 12 मा अध्ययनरत छात्राहरूलाई कम्प्युटर प्रविधिमा पहुँच पुगाउने एक थान ल्यापटप सहयोग स्वरूप उपलब्ध गराइनेछ र सोको नियमित अनुगमन सामाजिक विकास मन्त्रालयबाट हुनेछ। मध्य प्रदेशका अत्यन्त विपन्न कुनै नियमित पारिवारिक आय स्रोत नभएको नागरिकहरूको नक्साङ्कन गरी परिचय पत्रको आधारमा जीवन निर्वाह खर्च रकम उपलब्ध गराउने। प्रत्येक वर्ष श्रम बजारमा प्रवेश गर्ने तर रोजगारको अवसरबाट वञ्चित युवाहरूलाई नवीन उद्यम मार्फत स्वरोजगार प्रदान गर्ने सिप स्रोत र साधन उपलब्ध गराउने गरी खाने अभियान सञ्चालन गर्नेछ। डोम, मुसर, चमार, दुसाध र हलखोर जातिका बालबालिकाहरूलाई विद्यालयमा ल्याउने र टिकाउने दरलाई अभिवृद्धि गर्ने दलित शिक्षा अभियान अन्तर्गत प्रत्येक बालबालिकाको खातामा शिक्षा बीजक रकम उपलब्ध गराइनेछ। मध्य प्रदेशको पिछड़ा वर्गको हक हित संरक्षण एवं सशक्तिकरणको लागि विशेष कार्यक्रमहरू सञ्चालन गर्नेछ र संस्थागत संरचना निर्माण गर्नेछ। दलित, विपिन तथा जेहेनदार विद्यार्थीहरूको लागि उच्च प्राविधिक शिक्षा अध्ययन गर्ने छात्रवृत्तिको व्यवस्था गर्नेछ र मानव सेवामा समर्पित संस्थाहरूलाई अपेक्षित सहयोग गर्ने नीति लिएको छ।
समाजमा अनुशासन कायम गर्ने, शारीरिक तथा मानसिक स्वास्थ्यमा सकारात्मक परिवर्तन ल्याउने विद्यालय वा समुदाय तहदेखि प्रादेशिक स्तरसम्म खेलकुदको क्रियाकलापहरू सञ्चालन गर्नेको साथ आवश्यक पूर्वाधारहरूको क्रमिक रूपमा निर्माण गर्नेछ र खेलकुदलाई व्यवस्थित र विकास गर्नेको लागि प्रादेशिक खेलकुद बोर्ड गठन गर्नेछ। प्रदेशभरिका युवा शक्तिको क्षमता र योग्यताको प्रस्थान गरी युवा शक्तिको समुचित सदुपयोगको लागि प्रदेश युवा नीति तर्जुमा गर्नेछ। प्रदेशका युवा शक्तिहरूलाई मूल प्रभाव तथा सकारात्मक बाटोतर्फ उन्मुख हुने अझ प्रेरित गर्ने प्रदेशका 8वटा जिल्लामा युवा परामर्श केन्द्रको स्थापना गर्नेछ। ज्येष्ठ नागरिक तथा अनाथहरूको संरक्षण तथा व्यवस्थापनको लागि निजी तथा सरकारवालाहरूको समन्वय र सहकारमा सञ्चालित अनाथालय, बाल मन्दिर तथा वृद्धा आश्रमलाई सुरक्षित रूपमा सञ्चालन गर्ने नीति लिनेछ। विपद प्रभावित अभिभावक विहीन तथा सडक बालबालिकाहरूलाई संरक्षण तथा पालन पोषण गर्ने प्रदेश सरकारले अभिभावकत्मक प्रदान गर्नेछ। बालबालिका घरमुली भएको परिवार प्रस्थान गरी उनीहरूलाई आवश्यक सहयोग उपलब्ध गराउने र मनोपरामर्श सेवा समिति उपलब्ध गराइनेछ। महिला सशक्तिकरण कार्यक्रम मार्फत महिलाहरूलाई मूल प्रभावीकरणमा ल्याइनेछ। महिलाहरूलाई सामाजिक, न्यायिक एवं आवश्यक अनुसारका सहायता प्रदान गर्ने प्रदेशको 8वटा जिल्लाहरूमा जिल्ला स्वास्थ्य केन्द्रमा महिला सहयोग केन्द्र स्थापना गर्नेछ। प्रदेश स्तरीय सारभूत लैंगिक समानता नीति, दाइजो प्रथा उन्मूलन नीति र बाल विवाह अवरुद्धको नीति रणनीतिहरू स्थानीय तहहरूको समन्वय र सरकारवालाहरूसँगको सहकारमा कार्यान्वित गर्नेछ। फरक क्षमता भएको व्यक्तिहरूको हक हित संरक्षण तथा सशक्तिकरणको लागि गैर सरकारी संस्थाहरूसँग समन्वय गर्नेछ। फरक क्षमता भएको नागरिकहरूको सिप कला क्षमता विकास गर्ने र प्रतिभा भएका तर लुकेर बसेका प्रतिभाहरूलाई प्रोत्साहन गर्ने आवश्यक पहल र बजारीकरणमा सहयोग गर्नेछ। यौनिक तथा लैंगिक अल्पसंख्यकहरूको लागि आवश्यकता र मागको आधारमा सिपमूलक तालिम प्रदान गर्नेको साथ अल्पसंख्यकहरू प्रति समाजमा देखिएको रूढिवादी परम्परा विरुद्ध सामाजिक व्यवहारमा परिवर्तन ल्याउने आवश्यक कार्यक्रमहरू सञ्चालन गर्नेछ। घर घरमा स्वच्छ खाने पानी पुगाउने अभियानलाई निरन्तरता दिनेछ र राष्ट्रिय खाने पानी गुणस्तर मापदण्ड 2062 कार्यान्वयन गरी जिल्ला स्थित डिभिजन, सब डिभिजन खानेपानी कार्यालयहरूमा खानेपानी गुणस्तर परीक्षण प्रयोगशालाको स्थापना र सुदृढीकरण गर्नेछ। स्वच्छ खानेपानीको सुविधा पुगाउने, निर्मल जल, घर घर नल जल खानेपानी योजनालाई स्थानीय सरकार र सरकारवालाहरूको समन्वय र सहकारमा प्राथमिकता साथ सञ्चालन गर्नेछ। वातावरणीय सरसफाई एवं स्वच्छता प्रवर्धन गर्ने दिगो वातावरणीय सरसफाई कार्यक्रम अन्तर्गत जनचेतना अभिवृद्धि र सार्वजनिक शौचालय निर्माण र मरम्मत सम्भार गर्नेछ। प्रदेश सरकारले आत्मसात गरेको हाम्रो प्रदेश उज्यालो प्रदेशको नारालाई सार्थकता प्रदान गर्ने वैकल्पिक ऊर्जालाई सार्वजनिक निजी साझेदारी नीति अन्तर्गत प्रवर्धन गर्ने छ। जहाँ सडक तहाँ विकासको नारालाई सार्थकता प्रदान गर्ने विभिन्न जिल्लाहरूमा विशिष्ट सम्भाव्यता अध्ययन गरी प्रदेश लोकमार्ग, प्रदेश सहायक मार्ग र स्थानीय सडकहरूको प्रस्थान गरी सडक तथा पुलहरूको विस्तृत इन्भेस्टमेन्ट रिपोर्ट तयार गर्नेछ। प्रदेश सरकारबाट निर्मित तथा
स्तरों नित्य भएका सडकहरूलाई नियमित आवधिक तथा अति आवश्यक भएमा आकस्मिक मर्मत समेत गरी दिगो रूपमा सञ्चालन गर्नेछ। प्रादेशिक सडक सञ्जाल गुरु योजना बनाई प्राथमिकता निर्धारण गरी लगानी योजना तयार गर्नेछ। प्रादेशिक सडक निर्माणको लागि एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रम अन्तर्गत प्रत्येक निर्वाचन क्षेत्रमा कम्तीमा 5-5 किलोमिटर सडकहरू कालोपत्री गर्ने कार्यलाई निरन्तरता दिनेछ। आवश्यकता अनुसार सडक पुल निर्माण गर्नेछ। पूर्वाधारका महत्त्वपूर्ण योजनाहरू समयमै सम्पन्न गरी आर्थिक वृद्धिको आधार तयार गर्नेछ। पालिका केन्द्रहरूलाई प्रदेश राजधानी सङ्घ पक्की सडक सञ्जाल मार्फत जोड्नको लागि वैदेशिक सहयोगमा प्रादेशिक एवं स्थानीय सडक सुधार कार्यक्रम सञ्चालन गर्नेछ। मध्य प्रदेशको राजधानी जनकपुर धाम तथा मूलको आर्थिक राजधानीको रूपमा रहेको यस प्रदेशको एकमात्र महानगर वीरगञ्जको सर्वाङ्गीण विकासको लागि जनकपुर धाम विकास प्राधिकरण तथा वीरगञ्ज विकास प्राधिकरण गठन गर्नेछ। माननीय सदस्यहरू, पर्सादेखि सप्तरी जिल्लासम्मको मधेस सहित राजमार्गको अध्ययन गरी उपयुक्तताको आधारमा निर्माण कार्यलाई अगाडि बढाउनेछ। बनौली विद्यापति डी को पर्यटकीय तथा सांस्कृतिक विकासको लागि विद्यापतिको प्रतिमा सहित प्रवेशद्वारदेखि एकरैया सहरवा विद्यापति डी हुँदै मठियानीसम्म विद्यापति राजमार्ग बनाउने कार्यलाई अगाडि बढाइनेछ। तत्काल सडक पुल निर्माण गर्ने नसक्ने स्थानहरूमा झुलङ्गे पुल सम्बन्धी अध्ययन गरी निर्माण कार्य अगाडि बढाइनेछ। साथै स्थानीय तहबाट निर्माण गर्ने झुलङ्गे पुल निर्माण कार्यमा प्रदेश सरकारबाट प्रदान गर्ने सहयोगलाई निरन्तरता दिनेछ। झुलङ्गे पुलको आधुनिक प्राविधिक स्ट्यान्डर्ड नर्म्स तथा स्पेसिफिकेसनलाई मध्य प्रदेशको अनुकूलता बमोजिम एकरूपता ल्याउने प्रादेशिक झुलङ्गे पुल रणनीति तयार गर्नेछ। प्रादेशिक सडक निर्माण सम्हार तथा विस्तार गर्ने सम्बन्धमा बनेको प्रादेशिक सडक ऐन 2076 कार्यान्वयन गर्ने प्रादेशिक सडक निर्मावली तयार गर्नेछ। पूर्वाधार विकास कार्यालयहरूमा निर्मित प्रयोगशालाहरूको सुदृढीकरण गर्नेछ। सवारी चालक अनुमति पत्रको छपाई प्रदेशबाट सुरुवात गर्नको लागि यातायात व्यवस्था विभागसँग समन्वय र सहकार गरी उपयुक्तताको आधारमा सुचार गर्नेछ। सवारी चालक अनुमति पत्र लिखित प्रयोगात्मक परीक्षा डिजिटल माध्यमबाट स्वचालित प्रणाली अनुसार सञ्चालन गर्ने भौतिक पूर्वाधारको निर्माण गर्नेछ। सेवाग्राहीहरूलाई सहज तवरबाट सेवा प्रदान गर्ने मध्य प्रदेशमा रहेको सम्पूर्ण यातायात तथा मालपोत कार्यालयहरूको आवश्यक भौतिक पूर्वाधार निर्माण एवं सुदृढीकरण गर्नेछ। साथै प्रदेशमा रहेको सम्पूर्ण यातायात तथा मालपोत कार्यालयहरूमा सेवाग्राहीहरूको राजस्व तिर्ने लामो तथा झन्झटिलो लाइन बस्नु पर्ने प्रक्रिया देखाएकोले सो प्रक्रियालाई निर्मूल पार्ने सब सुलभ तरिकाले सेवा प्रभावको लागि राजस्व तिर्ने अनलाइन पेमेन्ट गेटवेको विकास गरी अनलाइन सिस्टमबाट राजस्व भुक्तानी गर्ने कार्य यसै वर्षदेखि लागू गर्नेछ। मध्य प्रदेश अन्तर्गत रहेको पूर्व पश्चिम राजमार्गका विभिन्न स्थानमा VFTC स्थापनाको लागि सङ्घीय सरकारसँग समन्वय गरी प्रक्रिया अगाडि बढाइनेछ। सडक दुर्घटना न्यूनीकरण गर्ने सुरक्षा मापदण्ड अनुसार सडक पूर्वाधार निर्माण गर्नेछ। प्रदेशमा खनिज इन्धनबाट चल्ने सवारी साधनलाई विस्थापित गर्ने नीति अनुरूप प्रमुख
शहरहरूमा विद्युतीय बस सञ्चालन, चार्जिङ स्टेसन लगायतका आवश्यक पूर्वाधारहरूको प्रवर्धन र थप विस्तारको लागि सरकारी सहकारी निजी क्षेत्र तथा अन्य निकायसँग सहकार गर्नेछ। प्रदेशमा विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्नेछ। यातायात क्षेत्रको नीतिगत संरचना लगायत र कार्यप्रणाली लगायत सुधार मार्फत सेवा प्रवाहलाई प्रभावकारी बनाउनेछ। प्रदेशभित्र सडक दुर्घटना न्यूनीकरण गर्ने ट्राफिक प्रहरीसँग सहकारमा सवारी साधनको नियमित चेक जाँच, सचेतना र अभिमुखीकरण कार्यक्रमहरू सञ्चालन गर्नेछ। गाउँ सहरको बसोबासलाई सुरक्षित आदिको रूपमा व्यवस्थित गर्दै लैजाने नीति ल्याइनेछ। प्रत्येक जिल्ला सदरमुकाममा सञ्चालित दलित छात्रावास र ज्येष्ठ नागरिक आवास कार्यक्रमलाई सम्पन्न गरी क्रमशः स्थानीय तहसम्म विस्तार गर्नेछ। प्रत्येक जिल्लामा एक-एकवटा आदर्श बस्ती विकास कार्यक्रम सञ्चालन भइरहेकोमा उक्त स्थानहरूमा पूर्वाधार विकास कार्यक्रम सञ्चालन गरी थप प्रभावकारी बनाइनेछ। प्रथम चरणमा जनता आवास कार्यक्रम अन्तर्गत सञ्चालित डोम, मुसहर, मेहतर र हलखोरको आवास निर्माण कार्यलाई निरन्तरता दिँदै क्रमशः अनदलित तथा लोपोन्मुख समुदायसम्म पुगाउनेछ। प्रदेश सरकारद्वारा निर्माण गर्ने भौतिक संरचना लैंगिक मैत्री, अपाङ्ग मैत्री र बाल मैत्री बनाउने विशेष जोड दिनेछ। महान्याय निजी विपन्न आवास योजना अन्तर्गत असहाय र विभिन्न परिवार, एकल महिला, अशक्त तथा प्राकृतिक प्रकोपबाट घर बारविहीन भएकोलाई आवासको व्यवस्था गर्नेछ। अस्वाभाविक मूल्य वृद्धि, कालोबजारी तथा कृत्रिम अभाव नियन्त्रण गर्ने संघीय सरकार र पालिकाहरूको समन्वयमा नियमित अनुगमन जारी उपभोक्ता हक अधिकारको संरक्षण गर्नेछ। वैज्ञानिक अध्ययन अनुसन्धान एवं विज्ञान प्रविधिको विकासको लागि विभिन्न निकायहरूसँग समन्वय र सहकार गर्नेछ। माननीय सदस्यहरू, सुरक्षित बेटी अभियान, बाल हिंसा, महिला हिंसा विरुद्ध प्रतिरोधात्मक तथा उपचारात्मक कार्यक्रमहरूको सफल कार्यान्वयनको लागि प्रहरी, स्थानीय तह तथा विद्यालयहरू सङ्घको सहकार गर्नेछ। सङ्घ प्रदेश तथा स्थानीय तह एवं अन्य सरकारवालाहरूको समन्वयमा लागू औषधि ओसार पसार तथा दुर्व्यसन रोकथाम तथा नियन्त्रण कार्यक्रमलाई थप प्रभावकारी बनाइने। स्वास्थ्य सब तथा सुरक्षित समाज निर्माण गर्नेछ। कुलतमा फसाउने प्रोत्साहित पर्ने उपर कड़ा कारवाही गर्नेछ। विशद जोखिम न्यूनीकरणको लागि पूर्व तयारी, खोप तथा उद्धार, राहत, पुनर्स्थापना, पुनर्निर्माण लगायतका सक्रिय कार्यक्रमहरूलाई सरकारवालाहरूसँग समन्वय गरी कार्यान्वय गर्नेछ र प्रदेश आपतकालीन कार्ड सञ्चालन केन्द्रलाई प्रभावकारी बनाउनेछ। प्रदेश सरकारका मन्त्रालय तथा निकायहरूबाट उत्पादन हुने विज्ञापन, पत्रकारिता पुरस्कार, पत्रकार अध्ययन, छात्रवृत्ति तथा महिला पत्रकारहरूको लागि विशेष सुरक्षा कार्यक्रम सञ्चालन गर्नेछ। पत्रकार प्रशिक्षण कार्यक्रमलाई निरन्तरता दिनेछ। प्रदेश मुद्रण छापाखाना यसै वर्षदेखि सञ्चालनमा ल्याइनेछ। मधेस आन्दोलन, जनयुद्ध लगायतका जन आन्दोलनका शहीद तथा पीडित परिवारको सम्मान, आर्थिक सहायता, भरण पोषण, छात्रवृत्ति, रोजगारमूलक तालिम लगायतका परिपूर्ण कार्यक्रमलाई विभिन्न सरकारवालाहरूको समन्वय र सहकारमा थप प्रभावकारी बनाइनेछ। मध्य प्रदेशभित्र राजनीति, प्रशासन, अर्थ, कानुन, साहित्य, विज्ञान, संस्कृति,
सामाजिक विकास, वातावरण पूर्वाधार विकास, पर्यटन, प्रविधि तथा विपद व्यवस्थापन लगायतका क्षेत्रमा विशिष्ट योगदान पुगाउने व्यक्तिलाई यसै आर्थिक वर्षदेखि प्रदेश पदक प्रदान गर्नेछ। प्रदेशको सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी, भ्रष्टाचार मुक्त, जनउत्तरदायी बनाउँदै प्रदेशले प्रवाह गर्ने सेवामा नागरिकको सहज पहुँच सुनिश्चित गर्ने प्रशासनिक संयन्त्रको सुदृढीकरणमा जोड दिनेछ। मध्य प्रदेश शान्ति सुरक्षा कायम गर्ने, अपराधिक क्रियाकलापलाई नियन्त्रण तथा जनतालाई सुरक्षाको पूर्ण अनुभूति प्रदान गर्ने, मध्य प्रदेश प्रहरी सेवा गठन गरी प्रहरी भर्नाको कार्यक्रम अगाडि बढाइनेछ। कानुन संगठन र जनशक्तिलाई सुशासन र विकास मैत्री बनाइनेछ। प्रादेशिक मानक तयार गरी सोको आधारमा सार्वजनिक सेवा प्रदान गर्ने कर्मचारीहरूको मूल्याङ्कन प्रणालीलाई विकास गर्नेछ। सरकारी सेवामा नतिजामा आधारित कार्य सम्पादन प्रणाली अवलोकन गर्नेछ। उच्च पदको कर्मचारीहरूसँग कार्य सम्पादन करार सम्झौता गरी करारका शर्तहरूलाई कार्य सम्पादन मूल्याङ्कनको आधारमा बनाइनेछ। सोही आधारमा पुरस्कृत र दण्डित गर्ने नीति लिनेछ। मध्य प्रदेश सरकार अन्तर्गतका निकायहरूको संस्थागत विकास र कर्मचारीहरूको क्षमता वृद्धि गर्दै विद्युतीय शासनको माध्यमबाट शासकीय सुधार गरी सार्वजनिक सेवा प्रभावलाई प्रभावकारी बनाइनेछ। सुशासनको प्रत्याभूतिको लागि कर्मचारी र जनप्रतिनिधिहरूको क्षमता वृद्धि गर्ने प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्रलाई भौतिक संरचना सहित आधुनिकीकरणतर्फ विशेष जोड दिनेछ। नागरिकहरूमा रहेको ज्ञान, सिप र अनुभवलाई यस प्रदेशको हितमा केन्द्रित गर्ने थाङ टङको स्थापना गरी क्रियाशील बनाउने, प्रदेश निजामती किताबखानाको स्थापना गरी निजामती कर्मचारीहरूको अभिलेखलाई व्यवस्थित गर्नेछ। प्रदेश जनलोकपाल आयोग नियमावली जारी गरी आयोगलाई स्रोत साधन सम्पन्न बनाने संस्थागत सुदृढीकरणमा जोड दिनेछ। प्रदेशको संगठन संरचना पूर्वावलोकन गरी प्रदेश निजामती सेवाको गठन, सञ्चालन र व्यवस्थापन गर्ने निजामती कानुनलाई परिमार्जन गर्दै जनशक्ति विकास र व्यवस्थापन तथा वृत्त विकास सम्बन्धी आवश्यक नीति अवलोकन गर्नेछ। प्रदेश स्तरमा वन, वातावरण, उद्योग तथा वाणिज्यसँग सम्बन्धित अपराधहरूको अनुसन्धान तथा तहकिकातको लागि प्रादेशिक विज्ञान प्रविधि प्रयोगशालाको स्थापनाको लागि सम्भावितता अध्ययन गर्नेछ। प्रदेशको विकासमा हातोमालो गरी सहयोग गर्ने सङ्घ संस्थाहरूलाई कदर गर्नेछ। यस्तो विकासको साझेदारीहरूसँग समन्वय र सहकार गरी प्रदेशको प्राथमिकता अनुसार विकासको क्षेत्रमा सेवा गर्ने अवसर प्रदान गर्नेछ। प्रदेशको विकासमा योगदान गर्ने चाहने इच्छुक व्यक्तिहरूलाई विकासको विभिन्न क्षेत्रमा स्वयंसेवीको भावनाले सहभागी गराउने प्रदेश विकास स्वयंसेवक कार्यक्रम कार्यविधि बनाई कार्यान्वयन गर्नेछ। प्रदेशभित्रका ब्राउन ड्राइङलाई रोक्ने ब्राउन गेनको रूपमा आवश्यकता अनुसार प्रादेशिक विकासको काममा संलग्न गराउने व्यवस्था मिलाइनेछ। न्यायमा सबैको समान पहुँचको लागि प्रादेशिक विभिन्न नागरिकहरूलाई निःशुल्क कानुन सहायता प्रदान गर्ने कार्यक्रमलाई निरन्तरता दिनेछ। न्याय र कानुनको क्षेत्रमा मानव संसाधनको दक्षता र क्षमता विकास र अभिवृद्धि गर्ने कार्यक्रमहरू सञ्चालन गरी न्याय क्षेत्रको सशक्तिकरण र सबलीकरण गर्नेछ। संवैधानिक अधिकारको प्राप्ति विषयहरूमा सम्बन्धित पक्षहरूसँग
छलफल परामर्शको माध्यमबाट कार्य योजना तयार गरी कार्यान्वयनको लागि पहल गर्नेछ। परम्परागत लोक सङ्गीत, नृत्य, नाटक लगायतका श्रव्य तथा प्रदर्शनजन्य लोक कलाहरूको अध्ययन, अनुसन्धान एवं संरक्षणको व्यवस्था मिलाइनेछ। भाषा, साहित्य र कलाको संरक्षण एवं संवर्धनको लागि प्रदेश प्रज्ञा प्रतिष्ठानको स्थापना गर्नेछ। मैथिली भाषा साहित्य र भोजपुरी भाषा साहित्यको सर्वमुखी विकासको लागि अक्षय कोषको स्थापना गर्नेछ। यी नीति तथा कार्यक्रमहरूको सफल कार्यान्वयनबाट प्रादेशिक हित, एकता र स्वाभिमानमा अभिवृद्धि भई संहिता संस्थागत हुनुमा सघाउ पुग्ने र प्रभावकारी गुणस्तरीय सेवा प्रभाव हुने विश्वास लिएको छु। यी नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा सबै क्षेत्रबाट योगदान हुने विश्वास समेत लिएको छु। अन्तमा यस प्रदेशको विकासमा योगदान पुगाउने सम्पूर्ण राजनीतिक दलहरू, निजी क्षेत्र र सहकारी क्षेत्र तथा सहकारी क्षेत्रप्रति आभार प्रकट गर्दैछु र आफ्नो क्षेत्रबाट महत्त्वपूर्ण भूमिका खेल्ने सम्पूर्ण सरकारवालाहरू र आम नागरिकहरूमा धन्यवाद ज्ञापन गर्दै प्रदेशको विकास प्रयासमा सहयोग गर्ने हुने समग्र अन्तर्राष्ट्रिय सङ्घ संस्थाहरू, विकास साझेदारीहरू प्रति धन्यवाद ज्ञापन गर्दैछु। धन्यवाद। माननीय सदस्यहरू, माननीय प्रदेश प्रमुखज्यूको प्रस्थान नहुन्जेलसम्म यथास्थानमा नै रहिरहन आग्रह गर्दछु।